सुस पुकाल्नु आएन ल खोल्नु त अर्को बेबी व्हाइट व्हाइट है नानीहरूले चाहिँ उसको ड्याडीले भर्खर स्कुलबाट लिएर आउनु भएछ अनि हामी चाहिँ अब एकछिनमा बाहिर जान आँटेको तरकारीहरू पनि छैन घरमा के पनि अनि बाहिरतिर यसो गएर तरकारीहरू ल्याउनु पर्यो बच्चाहरूलाई पनि यसो अलिकति आउटिङ गराउनु पर्यो उनीहरू पनि स्कुल रेगुलर गएको गई छ नि त अब उनीहरूलाई म लुगा सुगा लगाइदिएर रेडी गर्नुपर्ने हुन्छ है मैले चाहिँ लुगा लगाएर बसिसकेँ अब उनीहरूलाई म लुगा लगाइदिन्छु हामी उतै भेटौँ नानी है पानी पर्यो भन्नुहोस् न छोरी चाहिँ पानी पर्यो ठुलो छोरीले भन्नुहोस् न पानी पर्यो आसिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो ठुलो असिना पनि आइरहेछ है यहाँनिर त बाफ्रे बाफ्रे असिना पानी पर्यो कत्रो ठुलो असिना पानी पर्यो हौ यहाँनिर रोकेर बसिरहेको छ हामीलाई कत्रो ठुलो पानी परेको आज त अनि त्यस पछाडि हामी त यहाँनिर खाजा खान आएको खाजा अर्डर गरेको छ भोक लागेर अब के गर्नु मोमो चाउमिन खान मन लाग्दैन है अब अरू चिज नै पाउँदैन रेस्टुरेन्टतिर प्रायः है पाउने भनेकै मोमो चाउमिन हो होइन त उनीहरू चाहिँ यहाँनिर बसिरहेछ मैले चाउमिन अर्डर गरेको छ अब आउँछ होला एकछिनमा खानुपर्ने हुन्छ सबै छ उसको कस्तो टोइलेट कस्तो फोर्थ है ए पर्दैन टुसेली पुस्दैन टुसेली आज त कति ठुलो पानी पऱ्यो कि एकदम ठुलो असिना पानी पऱ्यो राम्रो गाडी रोकेर बस्नु परेको हामी त गाडी नचलाइकन त्यति गाडीभित्र बसिरहेको कि अनि भर्खर पानी रोकेर भर्खर निस्केको अनि यस्तो भोक लागेर मलाई पनि भोक लाग्यो बिबीको त होमवर्क पनि गरेको छैन अब गएर होमवर्क गर्नुपर्छ न्युटेल तल किन्ने तल नि रहेछ मार तल रहेछ मार पनि किन्ने खानु चाउमिन खाऊ छोटो खाऊ ल उठेर खानुहोस् न उठेर खानुहोस् न बाबु उठेर ल ल भयो खानुहोस् स्कुलबाट आएदेखि केही थाहा छैन भोक लाग्यो होला बच्चाहरूलाई पनि खानुहोस् ल खानुहोस् ल ल खानुहोस् न ड्याडी अहिले आउनुहुन्छ ल हिँड्नु न दुइटै पानी बोतल छ त्यो मेरो क्यामेराको त्यो फेर्नु पर्ने छ क्या कस्तो टल्किन रहेछ अब जाने हामी है कस्तो भोक लागेर अलिअलि खाना आएको के त हेर्नु त मेरो दाँतमा अड्केको छ ल बिस्तारै बिस्तारै छोरी
श्रेयासले हिँडाउनु न अब यहाँनिर मार्टमा जानु पर्यो के हो यो पिस्टल मार्ट बच्चाहरू न्युटेला खाने भनिरहेको थियो न्युटेला अनि पिस्टल मार्टमा गयो हामी चाहिँ पहिला उता जाउँ न न्युटेलाहरू हेर्नुलाई सिधै हिँड्नु न सिधै हिँड्नुहोस् बाबा हिँड्नुहोस् हिँड्नुहोस् यताबाट एक राउन्ड घुमेर आउनु हामी आएको बेला के नसुन्नुहोस् है बाबु के नसुन्नुहोस् ए तर ऊ मात्रै रहेछ यो त किचनको त्यो भाँडा मास्ने कुरा पनि चाहिने थियो त्यो होइन क्या यस्तो ब्रस जस्तो यो पनि चाहिन्छ ल ल झुस क्या झुस पनि चाहिरहेको छ छैन राति पनि थालिसक्यो साथीहरू हामी त यहीँ छ छैन नि खोइ न्युटेला कहाँ तपाईँले कहाँ भने न्युटेला हेर्नु त भात बनिनुमा चाहिँ पाउँथ्यो यहाँ त थाहा छैन मलाई न्युटेला चाहिँ राम्रो हुन्छ क्या बच्चाहरूलाई न्युटेला न अघि अनि भात बडिनु जाने भनेर हिँडेको त होइन त यत्रो ठुलो पानी परेर अनि शान्तिन मार्गमै आउँदैन आज चाहिँ जाडो जाडो छ नि त अनि त्यही भएर मैले चाहिँ मटन लिएर आएको है अनि पकाउँदैछ म चाहिँ यही मेरो नानीहरूलाई पनि एकदम मनपर्छ मटन त तर प्राय मान्छेहरूलाई होइन सानो नानीहरूलाई मटन मन पर्दैन नि त ठुस्स गनाए भन्छन् है प्राय तर मेरो नानीहरू चाहिँ पहिलादेखि नै मटन मन पराउँछ कि उनीहरू चाहिँ मलाई नि मनपर्छ अनि पकाउँदैछु यसो जाडोमा सुप पनि खाइदिउँ भनेर नि यहाँ चाहिँ भात पाकिसक्यो यो चाहिँ पाक्दैछ मजाले छोप्नुपर्ने छोपी पकाउँछु मजाले है सानो ग्यास गर्नु पर्यो तरकारी बनाइराखेको छु अब नानीहरूलाई पनि खुवाइदिनु पर्छ अनि आफू पनि खानुपर्छ तातो तातो सुप है जाडोमा कस्तो जाडो छ नि त नि आज त यति भन्दै आजको भिडियोबाट चाहिँ म बाई बाई भन्न आएको है अब हामी भेटौँला नेक्स्ट भिडियोमा